कसरी केजी बेच्दै हुनुहुन्छ भने 1000 रुपैयाँ नै सँगसँगै आम्बै अन्त एक पावा लगेर पकाइ खानुपर्छ क्या अब अब त 4 जना भएको जस्तो एक पावाले पुग्दैन हैन 4 जना पो हो त अन्त हो त सपना जस क्या त अझ फेरि अन्त 4 जना भयो त एक केजी त लानु पर्छ आधा केजी त चाहिन्छ आधा केजी पनि मस्त ग्रेभी हालेर मागेर युट्युबमा हेर्दै बनाउन कस्तो दामी बनिन्छ युट्युबमा हेरेर बनाएको थिएँ त खुट्टाहरू त्यो कुखुराको रकहरू काकी पनि मासु त खतरा खानुहुन्छ है आमाले अँ होइन त्यति त खसीको त सुँगुरकै पनि 1 केजी राखिहाल्छ अहिले त्यो काकाले हुँदैन भन्दा पनि बोलेर खाने भन्दै बताके कान्छी वो पिछुसँग धेरै जान्थ्यो अनि त्यो माथि बिहान जान पायो हाम्रो दोस्तले टाउको केलाउँदैछ कसको खसीले मलाई 1000 पुरै सकिसक्यो केटा होइन 1000 हो नि अन्त हँ खसी त 1000 हो नि त भाइ 800 पो थियो त यार कति छिटो बढाएको कहाँ ल्याएको यो जङ्गल खसी हो कि अर्ग्यानिक खाएको छ यसले होइन यो त उयो के अरे लोकल त होइन नि हेर्दै लोकल हो नि यो चाहिँ सिङ सिङ त त्यस्तै हो नि लोकलको लोकल हो नि खसीको बेला बेलाको खानु त मजा आउँछ नि मजा आउँछ नि तर खसीको खानेलाई त हाम्रोलाई त मलाई 1 हप्ता पुग्छ डेली सुँगुर खानेलाई खसी खानुलाई पनि 10 पल्ट सोच्नुपर्छ नि टिकटक होइन होइन खानु त कुन सोच्नु त पर्दैन नि चाह्यो भने अहिले लानु पनि सक्छ नि सोच्नु पर्दैन हो तर भनेपछि 1000ले त नि मलाई केजी लग्यो भने कति आउँछ सुँगुर मासु भन्दा सुँगुर मासु 2 किलो आउँछ नि तर सुँगुर र यसको टेस्ट फरक छ नि त। मिल्दैन नि यो त मजा आउँछ के खोइ बा अघि काट्ने बेलामा आउनु पर्दैन यो विजयको बाजेको भिसिपाको कम्प्लिट म घर गएर बुझेर आउनु पर्यो सेम त्यस्तै छ यस्तो अनि आँधा भुँडी चाहिँ कसरी दिनुहुन्छ भेना आन्द्राभरि छैन 700 अरे हो आँधा भुँडी पनि 700 भनेपछि आँधा भुँडी चाहिँ म घरबाट सोधेर आउनु पर्यो आन्द्राभरि गएछ ला फेरि आँधा भुँडी पनि सोल्ड हानेछ काट्ने बित्तिकै जान्छ नि आन्द्रा बुढी त त्यति छिटो गर्ने छ नागाल्यान्डतिर त राङ्गा पनि यस्तोले काट्दो रहेछ दिदी पश्चिमतिर पनि राङ्गा काट्छ दिदी यता आउनु दोकानमा हो यसले चाहिँ मलाई देख्नै ला के थियो ओके गुड नाइट बात खतम बाई 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 बाई